हेलो एभ्रिवान, नमस्कार। म हुँ सङ्गीता थापा। आज चाहिँ म सिनओसाकामा छु। म चाहिँ आज जापानको एकदमै सुविधाजनक सिनखानसेन चढ्न गइरहेको छु। लेट्स सी, यहाँहरू पनि हेर्दै जानुहोला के हुन्छ म देखाउनेछु। ऊ चाहिँ मेरो साथी हो, ऊ चाहिँ अघि हिँडिरहेको छ। म चाहिँ फर्स्ट टाइम चढ्न गइरहेको छु, त्यसैले त्यति धेरै थाहा छैन। उसले चाहिँ मलाई आऊ छिटो आऊ, ढिला हुन्छ भनिरहेको छ। फाइनल्ली ट्रेन पनि आइसकेको छ। हाम्रो प्रतीक्षाको घडी पनि सकिसकेको छ। फाइनल्ली सिनखानसेन हामी चढ्न गइरहेका छौँ। मलाई चाहिँ एकदमै खुसी लागिरहेको छ। म चाहिँ फर्स्ट टाइम जापान आएबाट चाहिँ सिनखानसेन चढ्न लागिरहेको छु, त्यही भएर अलिक बढी नै एक्साइटेड छु। सिनखानसेन चाहिँ रोकिसकेको छ। यहाँ चाहिँ जापानमा चाहिँ मैले अरू नर्मली ट्रेनमा नि देखिरहेको हुन्छु कि जस्तो सेन्सरबाट चल्छ कि के हुन्छ चाहिँ थाहा छैन। उनीहरूले चाहिँ हातले चाहिँ देखाइरहेको हुन्छ, यस्तो यताउता गरिरहेको हुन्छ, अम्लाहरूले हातले देखाइरहेको हुन्छ। ट्रेन पनि ठ्याक्कै रोकिन्छ कि उनीहरूले मार्गनिर्देशित गरेको हो कि के हो, सेन्सरबाट चल्छ कि थाहा छैन। उनीहरूले लोकेसन देखिरहेको हुन्छ, हातहरूले देखाइरहेको छ। फाइनली ट्रेन रोकिसकेको छ, छिरिसकेका छौँ। यहाँनिर चाहिँ मलाई एकदमै राम्रो लाग्यो। नेपालको चाहिँ इन्टरनेसनल फ्लाइटको प्लेनमा पनि यतिको सुविधा छैन होला। म चढेको प्लेनमा चाहिँ थिएन, सायद छ होला, मलाई थाहा छैन। तर मलाई यहाँको चाहिँ सिनखानसेन ट्रेनको चाहिँ भित्र पनि यस्तो राम्रो लाग्यो कि हेर्नुहोस् न, यो सिटहरू पनि एकदमै राम्रो। अनि त्यसपछि ब्यागहरू पनि माथि झुन्डाउन मिल्ने होइन, माथि यस्तो टेबलहरू पनि यस्तो राम्रो रहेछ कि मजाले सामानहरू राख्न मिल्ने, एकदमै कम्फोर्टेबल टाइपको। हामी आउने प्लेनमा चाहिँ यतिको थिएन, यस्तो गाह्रो भएको थियो, कुरा नगरौँ। यहाँनिर चाहिँ एकदमै रमाइलो लागिरहेको छ मलाई। यस्तो राम्रो सुविधा रहेछ कि होइन, यस्तो खुसी लाग्यो मलाई। मसँगै सिटमा परेको साथी चाहिँ एकदमै रमाइलो टाइपको हुनुहुँदो रहेछ। उहाँले चाहिँ पुरा गुडियाहरू चाहिँ लिएर आउनुभएको छ। अनि यहाँनिर आफू बसेको टेबलमा चाहिँ पुरा सजाइराख्नु भएको छ, पुरा रुम सजाएको टाइपले चाहिँ सजाइराख्नु भएको छ। एकदमै खुसी लाग्यो, आनन्द पनि आइरहेको छ मलाई हेर्दाखेरि नै। हेर्नु न, पुरा सानो सानो बच्चाहरूले खेल्ने खेलौना टाइपको चाहिँ एकदमै धेरै ल्याउनु भएको छ। उहाँले चाहिँ आफ्नो ब्यागबाट निकाल्दै यहाँनिर चाहिँ राखिरहनु भएको छ। मान्छेको चाहिँ आफ्नो ह्याबिट हुन्छ होइन, सोख हुन्छ, आफ्नो इच्छा चाहना हुन्छ होइन। त्यस्तै उहाँ चाहिँ अलिकति फरक टाइपको हुनुहुँदो रहेछ। यहाँनिर चाहिँ उहाँ एक्लै हुनुहुन्छ क्या, यहाँ धेरैजना हुनुहुन्छ होइन, हामी धेरैजना छौँ। तर उहाँ चाहिँ अलिकति फरक टाइपको हुनुहुन्छ। एकदमै रमाइलो पनि लागिरहेको छ। पुरा उहाँले चाहिँ आफू बसेको सिटको टेबलमा चाहिँ आफ्नो सामानहरू चाहिँ पुरा मिलाएर सजाएर राख्नुभएको छ। कस्तो हेर्दैमा पनि आनन्दै आइरहेको छ क्या, अर्कै टाइपको होइन, खुसी लागिरहेको छ। हेर्नुहोस् न, पुरा